नमस्कार। म आज हजुरहरूलाई नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर कस्तो हुन्छ, यी काँडे भ्याकुरहरूले कसरी गीत गाउँदा रहेछन्, यसको आवाज कस्तो हुन्छ भन्ने कुराहरू यो भिडियोमा देखाउँदैछु। यी काँडे भ्याकुरका भिडियोहरू मैले काठमाडौँ उपत्यकाका केही क्षेत्रहरूमा हालसालै खिचेको हुँ। अब सुनौँ है त यसको आवाज। काँडे भ्याकुर नेपालमा मात्रै पाइनु मुख्य कारण के हो भने हाम्रो नेपालको भौगोलिक बनावटको कारणले गर्दा हो। डाँडा काँडा यस्तो उत्तिसको घारीहरू, काँडाका झ्याङ भएका ठाउँमा काँडे भ्याकुरहरू बस्न उपयुक्त हुन्छ। नेपाल बाहेक अन्य क्षेत्रमा यिनीहरू नपाइनुको कारण यो पनि हुन सक्छ कि यिनीहरूलाई मिल्ने वासस्थान हेबिटेटहरू उपलब्ध नभएको कारणले गर्दा यिनीहरू अन्य क्षेत्रमा देखिएका छैनन्। केही समय अगाडि यो काँडे भ्याकुरको भिडियो खिच्नलाई धादिङ जाँदाखेरि त्यहाँ एकजना आमैले हामीले त यो काँडे भ्याकुरलाई घडी चरा, समय चरा पनि भन्थ्यौँ भन्नुभयो। किन भन्दाखेरि अब उहाँहरू मेलापात काम गर्ने बेलामा यो चरा कराउँदो रहेछ। ल अब मेला जाउँ, चरा करायो भन्नुहुँदो रहेछ र अब बेलुका साँझपख पनि कराउँछ। साँझपख कराएपछि अब यो चरा करायो, हाम्रो मेला छुट्ने बेला भयो, अब घर जाउँ हामी भन्थ्यौँ हामीले भन्नुभयो क्या। निकै रोचक कुरा सुनाउनु भएको थियो। हजुरहरूलाई यो काँडे भ्याकुरको आवाज कतिको मन पर्यो, यसको गीत कतिको मिठो लाग्यो,
सुनिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि म भिडियो बनाउँदै गरौँला। अहिलेलाई बिदा हुँ। नमस्कार हजुर।